हेर्नुहोस् साथीहरू, आमा बजारबाट आउनुभयो। के लिएर आउनु भएछ है त? आमाले के लिएर आउनु भएछ त? सब्जी के ल्याउनु भएछ? नुन ल्याउनु भएछ 2 पोका, अनि धन्दा गर्ने साबुन ल्याउनु भएछ। धन्दा गर्ने साबुन अनि ब्रेड ल्याएछ भाइलाई। अनि के ल्याउनु भएछ? आलु ल्याउनु भएछ, अनि सेम्पू ल्याउनु भएछ। कतिको ल्याउनु भएको सेम्पू? सेम्पू ल्याउनु भएछ। यो के हो? यो मर्चा ल्याउनु भएछ। बजारबाट ल्याउनु भएछ। ए खोलेको छ आमा, खोलेको छ। यहाँ हेर्नुहोस् है साथीहरू, म चाहिँ आमालाई कोदोको रोटी बनाइदिँदैछु। कोदोको रोटी खानुहुन्छ अरे, अनि त्यही भएर कोदोको रोटी बनाइदिँदैछु। पिठो 2टा बनाइदिनु पर्यो, आमालाई पुगिहाल्छ होला 2टाले।